नमस्ते फ्याफुल्ला सबैजनालाई। आज चाहिँ म यहाँ मेरो बारी सफा गर्न लागेको। यो चाहिँ खास चाहिँ यो पुरानो भिडियो हो, अपलोड गर्न पाएको थिएन, पाइरहेको थिएन। हेर्नु न, सबै मेरो यो बन्दाहरू सबै झारले खाएछ, अनि काउलीहरू पनि सबै कुहिएर बिजोके। अनि आज चाहिँ यो झारहरू सबै फाड्ने भनेर म चाहिँ झारहरू फाडेको। तर यसपालि यो बन्द चाहिँ राम्रो भएन कि, पोहोर चाहिँ एकदमै राम्रो भएको थियो। अनि म काठमाडौँ गएको थिएँ, सबै झारले खाइदिएछ कि। यो बन्द चाहिँ सबै झारले खाइदिएछ। अनि पोहोर त ठुल्ठुलो एउटा नै 4-5 किलोसम्मको भएको थियो। यसपालि त छैन। यसपालि त हेर्नुहोस् न, सबै यत्रो यत्रो भएछ, झारले पनि खाएर झन् बिजोके। कति धेरै भएको रहेछ झार चाहिँ। काठमाडौँ गएपछि 1 महिना जति नै बस्नु पर्यो काठमाडौँ गएर। अनि सबै यस्तो भएछ, हेर्नुहोस् न, के गर्नु। आफू घरमा भएको र नभएको धेरै फरक हो नि। तर यसपालि बन्द पहिलाको जस्तो भएन कि, त्यति राम्रो हुँदै भएन। यसरी सरसफाइ गर्न, यसरी घाँसहरू उखाल्न चाहिँ मलाई एकदमै रहर लाग्छ। के गर्न, आजकल त अलि ढाँड नदुख्ने भएर नसक्ने भएको छु। नत्र भने यस्तो कामहरू गर्न मलाई कहिले अल्छी लाग्दैन कि। काम भनेको चाहिँ मलाई गरिरहनु मन लाग्छ। केही काम छैन भने पनि यताउता यसो झारहरू उखाल्ने त्यस्तो गरिरहनु मन लाग्छ कि मलाई चाहिँ। एकछिन बस्न मन लाग्दैन। तर आजकल चाहिँ अलि नसक्ने भएको छु म, ढाँड दुख्ने भएर। ढाँडको यस्तो हड्डी खिएको छ भन्छ, खोइ डाक्टरले आराम गर्नु भन्छ। अब गाउँघरको मान्छे आराम गरेर के गर्नु, काम गर्नै पर्छ। डाक्टरले त अब भन्छ। अब चाहिँ सिद्धिन लाग्यो झारहरू खालेर चाहिँ। अनि फेरि यता लसुन रोप्ने ठाउँ पनि बनाउनु छ नि त। अब लसुन रोप्ने सबैले रोपिसकेको रहेछ, अनि मैले चाहिँ लसुन रोपेको छैन नि त। फाइनली चाहिँ यस्तो देखेको छ। अनि लसुन रोप्ने ठाउँ चाहिँ यो लसुन रोप्ने यतातिर लसुन रोप्दैछु। लसुन रोप्न चाहिँ मैले 1 दिन अगाडि नै बारी खनेर ठिक्क पारेको थियो। अनि लसुन रोप्ने शनिबार थियो नि त। अनि बुढाबुढी लसुन रोप्ने भनेर सबै मलसल गरेर ठिक्क बनाएको थियो। अनि उर्मिला पनि आएको रहेछ के। अनि उर्मिलाले म सहयोग गरिदिन्छु नि भनेर उर्मिला चाहिँ लसुन रोप्दैछ। बुढा चाहिँ फेरि अलि ठाउँ नपुग्ने रहेछ, तिमीहरू रोप्दै गर, म ठाउँ बनाउँछु है भनेर बुढा चाहिँ त्यहाँ ठाउँ बनाउँदै हुनुहुन्छ। हामी दुईजना चाहिँ लसुन रोप्दै गफ गर्दै सबैको रोपेर पनि उम्रिसकेछ। अनि म चाहिँ काठमाडौँ गएको भएर अनि रोप्न पाएन नि त। अनि त्यही भएर अनि आएकै आएर अनि सबै झारहरू उखालेर अनि लसुनहरू रोपेको। यो लसुन चाहिँ फेरि अनि अहिले अब हामीले भदौमा रोप्छ खासै। मैले चाहिँ अब असोजको त्यस्तै 3-4 गतितिर रोपेको होला यो लसुन। अनि भदौमा रोपेको लसुन चाहिँ एकैचोटि असार साउनमा मात्रै खन्छ कि यो लसुन चाहिँ। यो चाहिँ विकासे लसुन भन्दो रहेछ, तर एकदमै ढिलो हुने क्या।
उर्मिलाले चाहिँ अनि म रोप्छु, म चाहिँ यो गरिदिन्छु, तपाईँ चाहिँ रोप्नु न भन्दै थियो। बुढा चाहिँ मल पनि ल्याउँदै त्यहाँ हाल्दै हुनुहुन्छ। गोठ नजिकै छ नि त, अनि त्यही भएर डोकोमा नबोकिकन उहाँले यसो तुङ्बेमै बोकेर ल्याउनु भएको छ। लसुनको बिउ चाहिँ सितेको थियो अनि अलिकति रोपौँ न भनेर म चाहिँ लिन गएको। मेरो माथि चाहिँ अनि कुखुराहरू बाख्रा छ। कुखुरा र बाख्राको मल हो कि त्यो चाहिँ। कुखुराले चाहिँ अति दुःख दिने, जे रोप्दा पनि सबै कोट्टाएर। लसुन पनि त्यस्तै गर्छ। त्यहाँ त बन्द त मैले झन् यहाँ त 3-4 चोटि रोपेको के, अनि कुखुराले सबै कोट्टाइ अनि त्यत्तिकै मैले अनि बाँझै छोडिदिएको। त्यहाँ 3-4 बोट चाहिँ बाँचेछ, नत्र सबै कुखुराले कोट्टाएर केही थिएन बन्द त। अनि जति जाली लाए पनि जे गरे नि कता कताबाट निस्किन्छ कुखुरा त। हैरान पार्छ यो कुखुराले त। नपालौँ भने पनि यसो अन्डा खान हुन्छ भनेर पालेको। अनि उर्मिला चाहिँ म गर्छु, तपाईँलाई ढाड दुख्यो, तपाईँ चाहिँ रोप्नु, म गर्छु भनेर उर्मिलाको पालो खन्दैछ। चाहिँ छ्यापी रोपेँ, त्यहाँ चाहिँ छ्यापी रोपेको हामीले सानो खालको प्याज। हुन चाहिँ मलाई प्याजको एलर्जी छ, तर एकदम मन पर्थ्यो। अब खोइ आजकल चाहिँ त्यति खाँदिनँ म। अस्ति अब काठमाडौँ गएर चेक गर्दा चाहिँ मलाई प्याजको एलर्जी रहेछ नि त, अनि त्यही भएर आजकल चाहिँ खाँदिनँ। कुखुराले चाहिँ अति दुःख दिने। पोहोर त लसुनै राम्रो भएन नि, कुखुराले सबै कोट्टाएर। यसपालि चाहिँ जालीहरू लगाइदिएको। जाली लगाए पनि कहाँ कहाँबाट निस्किन्छ हेर्नु न। अनि अब सितिन लाग्यो रोपेको। त्यहाँ चाहिँ प्याज रोपेको। अब कस्तो हुँदो रहेछ, के हुँदो रहेछ, म चाहिँ हजुरहरूलाई फेरि पनि यसको भिडियो बनाएर हाल्नेछु। अनि हजुरहरूले चाहिँ मेरो भिडियोलाई माया पनि गरिदिनुहोस्, अनि भिडियो हेरिदिनुहोस् नराम्रो भए पनि। अनि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्, अनि लाइक कमेन्ट पनि गरिदिनुहोस्। हजुरहरूले माया गरिदिनुहोस्। पहिलाको मेरो युट्युब च्यानलमा चाहिँ धेरै भिडियोहरू पनि थियो, राम्रोहरू पनि थियो। अब त्यो त्यस्तै प्रब्लम भएर हुन सकेन। अनि त्यही भएर अहिले यो नयाँ च्यानल खोलेको, यसमा भिडियोहरू हाल्न पाइरहेको छैन कि। यो बनाउन चाहिँ मैले अस्ति नै बनाएको हो नि त। हजुरहरूले चाहिँ माया गरिदिनुहोस् है त मेरो च्यानललाई। हस् त, नमस्ते फ्याफुललाई सबैजनालाई।